Na festa do fim de semana, só rolê bom. Ela chega e desencana com passo bem solto. Passo bem solto. Passo bem solto. Na festa do fim de semana, vai me parar. कानीपोखरीमा एकछिन रेस्ट गरेर हामी निस्किसक्यौँ हैन। अब हाम्रो चाहिँ गन्तव्य हाम्रो आफ्नो यात्रा छ हैन। त्यही यात्रामा चल्दिन लागेको। जस्ट आज कानीपोखरी इन्जोय गर्दिम भनेको कस्तो रहेछ हैन। निकै भएको थियो यतातिर नआएको। आज आएर यसो सडक भडक हेर्दैको नि त यताको। यता चाहिँ जङ्गल एरिया भएर चाहिँ चिसो हुने रहेछ। अनि यो कटिसकेपछि चाहिँ चिसै नहुने क्या। आइतबारे बजार हामी आइपुग्यौँ। के हो सिटीवाला दाइ के गर्न खोज्यो यार यस्तो त? कि अगाडि गर्ने कि पछाडि गर्ने यार? कपाल मेहनत गर्ने रहेछ यार यस्तोहरू त। डेन्जर लुक्स लागेको थियो त्यो बाइकमा। आज चाहिँ हामीसँग बसन्ती छैन हाम्रो। आज चाहिँ हामीसँग 150 को पल्सर छ। अब इलेक्ट्रिकवाला चाचा पनि बकाल उडाउँछ यार। बजु एकछिन है एकछिन। बर्गासी चोक हामी आइपुग्यौँ। ओहो नेपालको नक्सा कोरिया छ कि क्या? खासै सडकबाट केही छैन यता होइन। म अगाडितिर देखाउँछु तपाईँहरूलाई के कसो हुन्छ। हामी चाहिँ अब इन्ट्री गर्दैछौँ रमाइलोको बजार। मान्छे हजार। रमाइलोको मान्छेहरू बबाल दामी हुन्छ अरे क्या। बबाल रमाइलो गर्ने खालको सुनेको है। अब हो कि होइन रमाइलोको मान्छेले यसो भिडियो हेर्नु हुँदैछ भने यसो कमेन्ट गर्नुहोस् के कसो रहेछ हजुरहरूको ठाउँमा। भित्री ठाउँ त एकदम दामी छ होइन। तर हामी चाहिँ जान भ्याउँदैन। कुनै दिन भ्याएको बेला चाहिँ हामी छिर्छौँ। ओहो यो गाडी त जलाएर त राखै बनाइसक्यो यार। जेएनजी आन्दोलनको कारणले होला। ओहो यो ज्याकेटले त अति तनाव दियो यार। यसको चेन लगाइदिनु पऱ्यो। हावा नछिरोस् भनेको तर ज्याकेट उडेर चाहिँ तनाव भयो यार। आज घाम पनि कस्तो डर लाग्यो क्या। अघिसम्म त शीतलै भइरहेको थियो उता जङ्गलतिर। अब यता आएपछि एकदम गर्मी भयो क्या। NS 200 रेस हान्दिउँ कि क्या हो गाइजहरू। तर जितिहाल्छ त्यही पनि रेस ट्राई गरिदिउँ न त है। कस्तो लाग्छ कि NS वाला रेस खेल्ने मुडमा रहेन रहेछ अहिले। त उडाउँथ्यो होला नि त NS पनि। अहिले चाहिँ हाम्रो बाइकमा 100 को स्पिड गइरहेछ। ओहो हावामा सर उडाउँ है गाडी त। पेट्रोल पम्प नि रहेछ। यसो यो बाटो हिँडेको बेला पेट्रोल सक्यो भने यही पेट्रोल पम्पमा हाल्दा हुन्छ है गाइजहरू। गाइजहरू भिडियो सिडियो हेर्नुहुन्छ यार। तर लाइक साइक यसो हान्नु पऱ्यो क्या। लाइक साइक हानेन भने मजै हुँदैन क्या। मलाई पनि थाहा हुन्न क्या कतिजनाले हेरिरहेछ भनेर। यसो लाइक साइक हानु आफन्तहरूले होइन। यसो कहिले काहीँ भट्केर भुलेर हजुरहरूको ठाउँ पनि आइपुगिन्छ। थारू चोक यो खासमा थारू चोक नाम राखेको यहाँ थारूै थारू छ होइन। चोक चाहिँ यही हो। यसैको नाम हो थारू चोक। ओहो यता त नयाँ पुलहरू पो सार्दो रहेछ। पुरानो पुलहरू यस्तो भइसकेको छ अनि नयाँ पुलहरू चाहिँ लगाइरहेछ क्या। त्यो होस् नेपाल इज नाउ अन्डर डेभलपिङ भन्छ नि त होइन। नाउ इट्स डेभलपिङ क्या। नयाँ सरकार आएपछि चाहिँ इट्स डेभलपिङ। बाटोमा छ डेभलपको। पुरानो सरकारभन्दा चाहिँ स्पिडमै काम भइरहेछ र सस्टेनेबल काम भइरहेछ क्या। यो दलेली बजार हालकै सुखासुखी छ। मान्छेहरूको कमी छ नि त यार। भयो भरको सब विदेश लागिदिएछ। बचेको न यहाँ बस्ने हो बुढापाका अनि बच्चाबुच्ची। के गरेको यार स्कर्पियो मुला लास्ट चेपेटमा हान्यो त। के गर्छ यो साइकलवाला मर्ने खोज्छ कि क्या हो सोल्टी। गर्दा भइरहेछ नि भइरहेछ। त्यही मेमोरीले कुनै बेला ह्याङ हालिदिन्छ क्या। ह्याङ हान्यो भने चाहिँ थाहै हुन्न रेकर्ड भइरहेछ कि छैन। ओहो यो पुल त बनायो यार। तर यहाँनिर चाहिँ हाइवे चाहिँ गर्न बिर्सिछ कि क्या हो। पुल बनाएपछि त यसो हाइवे गरिदिएको पैसा बबालै हुन्थ्यो। नभए यो पुलले त लास्ट गाह्रो बनाएको थियो नि त। हरेक बाढीमा बगाइदिने क्या। यहाँनिर कलबाट हाल्थ्यो अनि हरेक बाढी आउँदाखेरि चाहिँ बग्थ्यो क्या। जस अहिले चाहिँ दामी भयो। अब चाहिँ बग्दैन। बाँस लोडिङ भइरहेछ। यो अलिकति बजार एरिया जान्छ क्या बाँसहरू। अनि गाउँमा बाँस हुन्छ बजारमा हुँदैन। त्यसैले गाउँबाट उठाएर लान्छन् अनि उता महँगो रेटमा बेच्छन् क्या। त्यसले गर्दाखेरि यिनीहरूलाई पनि केही कुछ पैसा आम्दानी हुन्छ। फाइदै हुन्छ। गाइज आजकल नि यो बाइकमा ब्लग हान्न एकदम अप्ठ्यारो लाग्न थाल्यो क्या।
अहिलेसम्म यार गर्लफ्रेन्ड बनाएको छैन, गिद्दी हुँदैन। यसो कहिले गर्लफ्रेन्ड बोकेर हिँड्नु भन्ने सोच हुन्छ यार। यसो टक्क पछाडि गर्लफ्रेन्ड भयो भने यसो गफसफ गर्दै बाटो काटेको थाहा हुँदैन। अहिले त गाइजहरूसँगै बोल्दै हिँड्नुपर्छ, तर गाइजहरूसँग बोल्दै हिँड्दा पनि रमाइलै छ। गर्लफ्रेन्डवाला फिल दिइहाल्छन् क्या। क्यामेरा इज जस्ट लाइक माई गर्लफ्रेन्ड होइन, माई वाइफ भनौँ न। अनि अहिले चाहिँ हामी सखुवाथान पुग्यौँ। यो सखुवाको रुख छ नि त्यो ठुलो खाले जुनमा पात छैन हो, यो चाहिँ सखुवाथान क्या। सखुवाको बोट भएर निकै पुरानो बोट हो, ऐतिहासिक बोट। अनि यो चाहिँ थान हो सानो, यही सखुवाको बोट। यो न हावा हुन्डरीमा झर्या छ न भाँच्या छ, भनौँ न आइकोनिक क्या एउटा। होरन राजा वीरेन्द्र जय नेपाल सर। यो सोब्रल आजको राइड चाहिँ बबाले भयो। फर्सडाइनको चोक त्यो रुख चाहिँ बाहिर आएको छ बढी क्या। के हो आजकल त फर्सडाइनतिर पनि टुरिस्टहरू पो देखिन थाल्यो हो, त्यो पनि सुपर स्प्लेन्डर बाइकमा। नेपाली हो कि टुरिस्ट हो, तर फिल त टुरिस्टवाला दियो। जस्तो हाउभाउ लगाइ थियो त्यसरी त टुरिस्टवाला फिल दियो है। एकदम डेन्जरस टर्निङ क्या यहाँको। म बाख्रा साख्रा के हो यार बुद्धि। अनि यहाँ चाहिँ बिस्तारै जानुपर्छ क्या। इट्स डेन्जरस टर्निङ, भेरी भेरी डेन्जरस।